हेलो गाइज वेलकम टु माई न्यू भिडियो। तपाईँ स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ म तपाईँलाई के देखाउन आइरहेको छु। यहाँ यस्तो हो गाइज, जब चाहिँ यो रहेको छ खुर्सानी, त्यो लिची, निम्बु, यो मेवा, यो केरा, अनि त्यो मकै, अनि गाइज यो चाहिँ सबै कुरा मैले फलाएको होइन है। फेरि यो घर फलाउनु मम्मी आमाले, तर मैले चाहिँ यहाँ एउटा केही फलाएको छु। कहाँ हो यो चिज? हेरिन्छ, हेरेर थाहा पाइसक्नुभयो होला के हो यो। नजिकबाट देखाएँ मैले चाहिँ खुर्सानी गेडा रोपेर कस्तो हुन्छ। खुर्सानीको गेडा रोपेर चाहिँ खानेको मैले केरा फाल्दाखेरि रोपिन्छ कि भनेर रोपिँदो रहेछ। अब गाइज यो चाहिँ ठुलो खुर्सानी, यो खुर्सानीको बिउ रोपेको। यहाँ बिउलाई सारेर यस्तै रोप्ने, यस्तै रोपेर ठुलो बनाएर अनि गाइज बेच्दिने। मैले सोचेको यसलाई बेच्ने सोध्थ्यो, म बेच्ने सोच्यो कि खुर्सानी फलाम बेच्दिउँ, ट्राई गरौँ कस्तो हुन्छ। प्रफिट भयो भने गाइज यसलाई म यति ठुलो मात्रामा गर्छु नि, एउटा खेती भरि के खुर्सानीको खेती। तर यो खुर्सानी रोप्दाखेरि बहुत टाइम लाग्दो रहेछ। यो उम्रिनु पऱ्यो, यत्रो हुनु पऱ्यो, यत्रो भएपछि अनि यत्रो ठुलो बनाउने, यत्रो खुर्सानीहरूलाई यत्रो ठुलो बनाउनखेरि टाइम लाग्छ। यत्रो बनाउन पनि हामीलाई लगभग 7-8 दिन लाग्छ। अब ठुल्ठुलो बिरुवा उम्रिनको लागि उम्रेपछि ठाउँ चाहिँ चेन्ज गरेर यसरी रोप्छु। अनि ठाउँ यसरी रोपेपछि यिनीहरू ठुलो हुन्छ। यसको के देखाउँछ गाइस, खुर्सानी आइसकेको छ गाइस। यसमा यिनीहरू फुल हो क्या, खुर्सानीको फुल हो, फुलबाट खुर्सानी बन्छ। खुर्सानी बनेपछि त्यसलाई हामीले बेच्दिने। ल गाइस आजको यति नै, म मिल्छु अर्को भिडियोमा। बाई बाई।